हेलो गाइज, अहिले चाहिँ हामी चाहिँ ठ्याक्क थमेल बजारदेखि चाहिँ ठक्क निस्किसक्यौँ। हामी चाहिँ माथि डाँडा घुम्न जान आँटेको। ल अगाडिको भ्यू देख्न सक्नुहुन्छ। बाटो यस्तो छ, थप लाएर जाम चाहिँ के साह्रो हुने यार यो बाटोमा होइन, साह्रै नहुने। वायर मजा आउने भयो आज चाहिँ होइन। कति दिन पछाडि चाहिँ मेरो छुट्टी भएको छ, त्यही भएर चाहिँ हामी दाजुभाइ निस्केको छौँ। ल टक्क अब माथि गएर चाहिँ डाँडाको यसो भ्यू हेरिन्छ है, त्यही हो, अरू कुरा त्यस्तै हो। टक्कसँग लाएर के हुन्छ हेर्दै गर्नु होला। अनि आज चाहिँ घाम चाहिँ वायल लागेको छ दामी है, टक्क गर्मी भएको छ। म चाहिँ हाफ प्यान्टमा छु है। यस्तो जाम हुन्छ यार, काठमाडौँको जामले चाहिँ कहिले नछोड्ने भयो हामीलाई। जहाँ गयो नि जामै जाम यार। बल्ल शीतल परे गर्मी छ आज चाहिँ होइन, लास्ट गर्मी छ। परे गर्मी छ आज चाहिँ एकदम यार। यस्तो घाम लागिरहेको छ नि। पानी चाहिँ नपरेको भन्दैछु होइन, हिजो चाहिँ पानी परिरहेको थियो। बिहानदेखि परेको पानी बेलुकीसम्म पानी पऱ्यो हिजो चाहिँ। तर आज चाहिँ पानी नपरोस्, मजै आउँदैन पानी पऱ्यो भने फेरि। ल यहाँ चाहिँ थोरै रमझम बबाल छ। अहिले चाहिँ ब्यागकोसँग लाएर हल्का साइडमा रुखहरू देख्न सक्नुहुन्छ। एकदम बवाल छ है। फुलकुली चाहिँ दामी देखिरहेको छ, हल्का उयो देखिरहेको छ, तर पनि बवाल देखिरहेको छ। तर क्या सफा देखेको छ क्या अहिले चाहिँ, पहिला चाहिँ यस्तो थिएन अरे। अहिले चाहिँ बवाल सफा छ, रोडहरू पनि मर्मत हुँदैछ, दामी दामी। त्यो पहाडी डाँडा हेर्नु सक्नुहुन्छ हल्का हेरिरहेको चाहिँ। अनि जाने डाँडा चाहिँ सायद त्यही होला, त्यो थाहा छैन। जाने डाँडाहरू हुन्छ, जाने डाँडा चाहिँ त्यही जस्तो लाग्यो। के गर्नु होला, अलिक माथि गएर भेट्नेछु। ल यहाँ चाहिँ ठ्याक्क पिपल बोट यतापट्टि छ। जाम देख्नु सक्नुहुन्छ यार अगाडि। यस्तो घाममा जाम पऱ्यो भने चाहिँ डेन्जरै यार, खतरा जाममा पर्यो। पर जाम छ यार आज, यस्तो खुट्टा पोलिरहेको छ नि घामले। कहिले खुल्ने हो मजाले। यो बाइकको फेरि त्यो सर्ट छिराउनु पनि मिल्दैन क्या, यो ठोकिन्छ होइन, लामो छ क्या फेरि। ओभर झ्याउ बल्ल बल्ल। अगाडि हेर्नु सक्नुहुन्छ लाइन गाडीको के भन्छ। ल अब एकैचोटि जाम खोलेपछि मात्रै भेट्नेछु यार, परे भइसक्यो। अब चाहिँ हामी चाहिँ ठक्कसँगले आवाज केही सुनेको छैन होला, तर हामी चाहिँ बवाल अब चाहिँ डाँडा आइसक्नु आँटिसक्यो है। अघिदेखि चाहिँ कालो देखिरहेको थियो नि, अहिले चाहिँ पुरा हरियो देख्न थालिसक्यो। टक्क फेदमा आइसक्यो हामी। अब चाहिँ
गाउँ गाउँ छिरे जस्तो लाग्नु थाल्छ क्या न सहर बबाल देखिरहेछ है टक्क यहाँदेखि चाहिँ टक्क यो डाँडा जान आँटेको हामी यहाँ माथि डाँडा कतातिर हो थाहा छैन तर बबाल देखिरहेछ यहाँ सट्ट सिधा गएर माथि डाँडा हेरेको देख्नु सक्नुहुन्छ वरिपरिको डाँडाहरू बबाल छ आज चाहिँ मौसमले पनि पोरे साथ गरिरहेको जस बबाल देखेको छ होइन दामी देखेको छ धेरै दिन पछाडि चाहिँ यो मान्छेको हो हल्ला क्याटा र टुटुदेखि चाहिँ एकदम टाढा आउँदा बबाल फिल भइरहेको छ देख्नु सक्नुहुन्छ तापले जुन गाउँ फर्के जस्तो लाग्नु थाल्छ कि यार बाटोले चाहिँ अफरोड हानिसक्यो होइन त्यो देख्नु सक्नुहुन्छ यहाँ पर चाहिँ सब रिसोर्टहरू रहेछ है दामी छ 30 ठाउँमा चाहिँ दामी पिस बनाइदिएको बाटो हेर्नु सक्नुहुन्छ अफरोड हानिसकेको छ म चाहिँ फाइनली गाउँ पुगेँ गाउँ फर्किँदैछु म हरियाली कुन ठाउँ हो त यो लामाटार ल तपाईँहरू नि अब काठमाडौँमा आउनु भएको छ भने चाहिँ टक्क तपाईँहरूलाई पनि घुम्न मन पऱ्यो भने चाहिँ यसो हरियाली हेर्न मन पऱ्यो भने चाहिँ लामाटार भन्ने ठाउँमा आउनु होला बब्बाल थोरै चाहिँ अपरेटिङ चाहिँ छ है तर यतिको त ठिकै हो देख्नु सक्नुहुन्छ यहाँ माथि बा यहाँ अब तपाईँहरूले खानेकुराहरू पनि ढुक्कले यहीँ पाउनुहुन्छ है हाम्रो यहाँ रिसोर्टहरू पनि निकै बनिएको रहेछ बबाल देख्नु सक्नुहुन्छ लुक एट द भ्यू गाइज काठमाडौँ भ्याली यहाँ माथि हेर्नु सक्नुहुन्छ फेरि उकालो सल्लाहघारी यो ठाउँ चाहिँ घुम्नै पर्ने ठाउँ हो बाबा थोरै अफरोडिङ चाहिँ अफरोडिङै छ बाटो है तर अब कहाँ पुगिराख्नुहुन्छ तपाईँहरू तर यस्तो त केही होइन तपाईँहरूको लागि होइन आउनु होला बबाल छ एकदम आनन्द शीतल यो सल्लाहघारीको यस्तो यो टक्क है एकान्त तपाईँहरूलाई अब गाउँघर जानु मन लागेको छ भने चाहिँ टक्क यहाँ आयो भने आफ्नो गाउँघर जस्तो चाहिँ अब घरै जस्तो त हुँदैन जस्ट थोरै भाइब चाहिँ दिन्छ गाउँघरको बबाल छ त टक्क बाटो यस्तो चिङ्गा छ दामी यहाँ ल अब केही छिनमा माथि डाँडा गएर भेट्नेछु एकैचोटि ल टक्क बस्ने ठाउँ आइसके जस्तो छ के होला सायद मलाई चाहिँ थाहा छैन दाइले लगेर बाइक यहीँ राख्नुभयो के होला सायद होइन तर यहाँ बबाल छ यहाँ टक्क
त्यहाँ जाने पिस माथि डाँडा हेर्नु सक्नुहुन्छ बबाल यार दामी यार ल हामी चाहिँ अब ठ्याक्कै माथि यहाँ माथि डाँडा जानु आँटेको यहाँ सबै टक्कसँग लाएर अब माथि डाँडा जाने एकछिन यहाँबाट नि बबाल भिड देख्छ अरे आज चाहिँ यहाँ यसो खाजा खाएको सिकुडी खाएको यहाँको एकदम दामी बेस्ट यार सिकुडी बबाल ल यस्तै छ है यहाँ चाहिँ अब टक्क माथि डाँडा जाने डाँडा गएर यसो भ्यू हेर्ने तपाईँहरूलाई पनि देखाउने हो है यो बाटो हुँदै जाँदो रहेछ बाटो चाहिँ बवालै छ चाहिँ दाइ यहाँ बाइक घुमाउँदैछ उतै लगेर यार ल यहाँ चाहिँ हिजो भर्खरै पहिरो गयो अरे भन्ने सुने होइन पहिरो भन्दा नि त्यो रुख लडाइ आएर क्या रुख लडाइ यहाँ लड्दैछ यता माथि तार चुटाइदिएछ अघि देख्नु सक्नुहुन्छ होला तार यहाँ जोड्दै थियो ल ठ्याक्क हामी चाहिँ यतिखेर ठक्क भ्यू गर्ने ठाउँमा आइसक्यौँ अब देख्न सक्नुहुन्छ बब्बाल छ है ठाउँ चाहिँ टक्क यहाँ सब देख्छ क्या होल टोल दामी टक्क तपाईँहरू आउनुहुन्छ भने चाहिँ एकदम बवाल छ यहाँ टक्क अहिले चाहिँ त्यति मजाले खोलिएको छैन तर खोलिँदैछ क्याफेहरू ल देख्न सक्नुहुन्छ यहाँ गाइस लुक एट द भ्यू चट्ट यहाँ तल नि बसेर तपाईँले खानु लिनु सक्नुहुन्छ दामी बन्दैछ यहाँ चाहिँ बन्नु चाहिँ एकदम दामी छ देख्न सक्नुहुन्छ टक्क यहाँ बाहिर बसेर खाँदै गफ गर्दै तपाईँहरू आउन सक्नुहुन्छ एकदम बवाल छ ठाउँ दामी पिस ल थोरै चाहिँ सर्ट भिडियो हेरौँ ल अब चाहिँ हामी टक्कसँगले झर्न आँटेको हो र ल यहाँको भ्यू स्यू देखिहाल्नुभयो ल एकैचोटि तल गएर भेट्नेछु अब ल अहिले चाहिँ हामी ठक्क थमेल आइसक्यौँ देख्न सक्नुहुन्छ थमेल बजार टक्क यो चाहिँ किशोर दाईको क्याफे हो हामी चाहिँ घुमेर आएर यो किशोर दाईकोमा मैले काम गर्ने ठाउँ चाहिँ ठ्याक्क धराना साइडमा हो अनि बेलुकी चाहिँ कफी सिक्न आउँछु यहाँ ठ्याक्क किशोर दाईको क्याफेमा टक्क अनि यहाँ देख्न सक्नुहुन्छ यहाँको ओनर चाहिँ यहाँ छ सिरा छ हामै छ अनि अब यस्तै हो आजको ब्लग के कस्तो छ कमेन्ट गर्नु होला नेक्स्ट ब्लगहरू चाहिँ अब छिटो आउनेछ हेर्दै गर्नु होला हस्त नमस्ते।